अब किन चाहियो त बालेन जस्ता व्यक्तिहरू भिजन भएको मान्छेहरू किन चाहियो भन्दाखेरि विगतका नेताहरूले धेरै नराम्रा कामहरू गरे, झुक्कायो। तपाईँको इतिहास आउँछ। सबभन्दा पहिला त म पुरानो पार्टी भएको नाताले नेपाली काङ्ग्रेसकै कुरो गर्छु। तपाईँको 2003 साल 4 सालमा चाहिँ जुन एउटा जवाहरलाल नेहरूको चाहिँ नेतृत्वमा चाहिँ इन्डियामा तपाईँको एउटा बनारसमा एउटा कलकत्तामा एउटा प्रजा प्रतिशत काङ्ग्रेस र एउटा राष्ट्रिय काङ्ग्रेस भनेर दुईवटा काङ्ग्रेसको गठन भयो र अनि नेपालकै विरुद्ध रणशासनको विरुद्ध लड्नको लागि जवाहरलाल नेहरूकै नेतृत्वमा तपाईँको त्यो दुईवटा काङ्ग्रेसलाई चाहिँ तपाईँको फेरि एकजुट बनाएर त्यसलाई चाहिँ एकीकरण गरेर नेपाली काङ्ग्रेस बनाएर त्यसपछि चाहिँ 7 सालमा प्रजातन्त्र ल्याउनुको लागि राजा त्रिभुवनलाई इन्डिया झिकाएर अनि विद्रोही स्वरूप चाहिँ उनीहरूले चाहिँ त्यो प्रजातन्त्र ल्याउनको लागि त्यो गरेपछि ज्ञानेन्द्र छुट्या थियो। ज्ञानेन्द्र चाहिँ मामा घर भावेलामा ज्ञानेन्द्रलाई चाहिँ सिरबेज लगाएर राजगाज चलाएको राणाहरूले। तापनि फागुन 7 गते त त्यो प्रजातन्त्र आइयो नेपालमा, रणशासनले त भगायो। अब त्यसमा के गर्यो, त्यो पुरै इन्डियाले गरेको र इन्डियाले पालेको। त्यसमा चाहिँ नेतृत्व गर्न लगाएको चाहिँ तपाईँको चाहिँ बिबी कोइराला र मातिके प्रसाद कोइरालाहरूको कुरा आउँछ। अनि त्यसपछि चाहिँ अब त्यो राजनीतिक संसदीय दलको नेता भएको कारणले मातृका प्रसाद कोइरालालाई तपाईँको चाहिँ देशको प्रधानमन्त्री बनायो 8 सालमा। भनेपछि मातृका प्रसाद कोइराला चाहिँ नेपालको चाहिँ प्रजातन्त्रको पहिलो प्रधानमन्त्री बन्दाखेरि तपाईँको 11 सालमा कोशी सम्झौता गर्यो। त्यहाँदेखि कुरा आउँछ है। कोशी सम्झौता तपाईँको 11 साल लगभग वैशाखको 12 गते कोशी सम्झौता गर्यो। त्यो नै नेपालको सबभन्दा ठुलो राष्ट्रघाती सन्धि हो र त्यसमा गणेशमान सिंहले विरोध गरेको थियो। त्यसमा यो राष्ट्रघाती आत्मघाती सन्धि भयो भनेर। अनि त्यसपछि त्यो हुँदै गएपछि फेरि 16 सालमा अनि बिबी कोइराला प्रधानमन्त्री भइसकेपछि 16 सालमा चाहिँ तपाईँको गणेशमान सिंह फेरि सिँचाइ मन्त्री थियो त्यतिखेर। इतिहासको कुरा गर्दैछु म, जन्मिनुभन्दा अगाडिको कुरा। सिँचाइ मन्त्री थियो त्यतिखेर चाहिँ। अनि हाम्रो चाहिँ महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षा मन्त्री। अनि महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षा मन्त्रीले विरोध गर्दाखेरि उसको मन्त्री पद गएको। गणेशमान सिंह त्यतिखेर कोशी सम्झौतालाई चाहिँ घाती भन्ने मान्छेले फेरि गण्डक सम्झौतामा ऊ सिँचाइ मन्त्री थियो, उसैले पनि अब त्यो समर्थन गर्यो। बिपी कोइरालाले गण्डक सम्झौता चाहिँ तपाईँको 16 सालमा गरियो। त्यो पनि राष्ट्रघाती सन्धि नै भयो। भनेपछि लगातार त्यसपछि तपाईँको 17 साल आइयो र 17 सालमा महेन्द्र राजाले शासनकाल आफ्नो हातमा लिइसकेपछि अनि नेपालमा चाहिँ म राजतन्त्रको पक्षमा बोलेको चाहिँ होइन है। फेरि जब पञ्चायत व्यवस्था लागू भइसक्यो, पञ्चायत व्यवस्था लागू भइसकेपछि नेपालमा तपाईँको बिस्तारी चाहिँ अब स्विस सरकारको सहयोगबाट, चाइनिज सरकारको सहयोगबाट कहाँबाट चाहिँ सहयोग जुटाएर नेपालमा चाहिँ तपाईँको उद्योग धन्दा कल कारखानाहरू खोल्दै गयो। अनि चाहिँ अब यो जुन आधारभूत शिक्षाको लागि चाहिँ स्कुल, प्राथमिक विद्यालय स्कुलहरू खोल्दै गए। नेपाल अधिराज्यहरू च्याउ उम्रिया जसरी उम्रियो त्यतिखेर। त्यो हुने क्रममा चाहिँ औद्योगिक कल कारखानाहरू पनि खुल्दै गयो। जस्तै कि अब त्यसको अवशेषहरू थियो। अब हामीले सुनेको कुरा गोरखकाली टायर उद्योग भयो। अब टायर उद्योगहरू अनि त्यहाँ यो के विभिन्न चाहिँ कपडा उद्योग, जुट मिलदेखि लिएर जनकपुर चुरोट कारखानादेखि अब जुट कारखानादेखि लिएर चाहिँ अब धेरै उद्योगहरू 42वटा उद्योगहरू खोल्या थियो यो जुन राजाको शासनकालमा। त्यसपछि त्यो कुरा छोडिदिउँ। अनि एउटा चाहिँ औद्योगिक स्वर्णम युगको चाहिँ सुरुवात भएको थियो पञ्चायत कालमा। चाहे त्यो कालो होस् चाहे रातो होस्, जोस् उद्योग धन्दा कल कारखाना चाहिँ त्यतिखेर चाहिँ स्थापना भएको बढी मात्रामा चाहिँ यो पञ्चायत कालमै हो। त्यसपछि 36 सालको कुरो नगरौँ, अब डाइरेक्ट 46तिर जाऊँ। 46 सालमा फेरि प्रजातन्त्र बहुदल व्यवस्था आइसकेपछि 48 सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा साथ फेरि टनकपुर सन्धि भयो इन्डियासँग। त्यसलाई बेचेको भने नि हुन्छ। टनकपुर सन्धि, कालापानी टनकपुर सन्धि भइसकेपछि त्यहाँबाट चाहिँ त्यहाँ इन्डियाको सैनिक आएर नेपालमा आएर बस्याएको थियो। अनि त्यसपछि त्यो हुँदै गयो। हजुर त्यतिखेर। अनि एकछिन सर, पछि पालैसँग गरौँ। अनि त्यसपछि आएर तपाईँको फेरि जुन 52 सालमा शेरबहादुर देउवा
प्रधानमन्त्री भयो, शेरबहादुर देउवा प्रधानमन्त्री हुँदासाथ 52 सालमा फेरि के गर्यो? महाकाली सन्धि गरियो। महाकाली सन्धि कहिले गरियो? 52 सालमा चाहिँ तपाईँको माघको 19 गते महाकाली सन्धि, त्यो पनि रातको 12 बजे है, रातको 12 बजे अनि महाकाली सन्धि भयो। अनि त्यहाँबाट त्यसमा चाहिँ त्यो सन्धि महाकाली सन्धि त भयो, त्यसलाई त संसदबाट अनुमोदन गर्नुपर्ने, यो एमसिसी जसरी पास गर्नुपर्नेमा त्यो अनुमोदन गर्नुपर्नेमा त्यो अनुमोदन गर्नु सकेन। त्यहाँबाट अनि 53 साल असोजको 4 गते त्यो अनुमोदन भयो। तर कसरी भयो भन्दाखेरि तपाईँको एमालेको सांसद चाहिँ 16 जना सांसदले अनुमोदनको पक्षमा मत हाल्यो, 16 जना सांसदले विपक्षमा मत हाल्यो र 2 जना त्यो राजेन्द्र श्रेष्ठ र अष्टलक्ष्मी साके भन्ने 2 जना के सांसद चाहिँ तटस्थ बस्यो। अनि त्यहाँबाट चाहिँ त्यतिखेर मनमोहन अधिकारी हस्पिटलको बेडमा चाहिँ सिकिस्त बिरामी। अनि त्यतिखेर चाहिँ अनि त्यहाँबाट उसले चाहिँ अनुमोदनको महाकाली सन्धिको अनुमोदनको विपक्षमा मत खसाल्नु भनेर चाहिँ तपाईँको चाहिँ अब मन्जुरीनामा लेखेर चाहिँ अहिले तत्कालको चाहिँ सभामुख देवराज घिमिरेलाई पठाएकोमा उसले केपी शर्मा ओलीको इसारामा उसले अनुमोदनको पक्षमा मत खसालेर महाकाली सन्धि अनुमोदन भएको चाहिँ 53 साल असोज 4 गते, त्यो पनि रातको 12 बजे। हेर्नुहोस् है, भनेपछि यी फटाहरूले यसरी आफ्नो देशका चाहिँ तपाईँको आफ्नो नेपाल आमाको खुट्टा, आँखा, कान, नाक, घाँटी सबै यसले बेच्दै गएको हो। त्यो सबभन्दा ठुलो एकदम राष्ट्रघाती सन्धि भनेको महाकाली सन्धि हो। महाकाली सन्धिको असर नै अहिले लिपिअधुरा, लिपिलेख, नादी, गुन्जी अहिले इन्डियाले खाइरहेछ र अहिले कैलाश पर्वतमामै तपाईँको रोड बनाएर लगिरहेछ। त्यहाँ भएको चाहिँ युरेनियम र ग्यालियम जस्ता बहुमूल्य धातुहरू चाहिँ तपाईँको अब सुरुङ खन्ने बाटोमा रोड चाहिँ कैलाश पर्वत जाने बाटो चाहिँ बनाउने क्रममा त्यहाँ चाहिँ तपाईँको चाहिँ अब त्यो बाटो बनाउने न्युमा चाहिँ त्यहाँको खनिज पदार्थहरू चाहिँ सबै इन्डिया लगिरहेछ। त ढुङ्गा माटो भए त त्यहीँ फाल्छ नि, त्यो टिफरमा हालेर इन्डिया किन लान्छ? त्यहाँको ढुङ्गाको माटो, त्यहाँको चाहिँ ढुङ्गा माटो इन्डिया लानु कारण के हो भने चाहिँ त्यसमा चाहिँ बहुमूल्य सामान हुनुपर्छ भन्ने चाहिँ हामी जस्ता चाहिँ अब अलिकति नेपाल आमालाई माया गर्ने व्यक्तिहरूले चाहिँ गरेको एउटा आकलन हो। भनेपछि हेर्नुहोस्, यसरी राष्ट्रघाती सन्धिहरू गर्दै गएर त्यहाँ एमाले पनि मुछियो है देश बेच्नेमा। भनेपछि अब बाँकी रह्यो माओवादी। माओवादी चाहिँ कस्तो रह्यो भने तपाईँको अमेरिकन साम्राज्यवाद मुर्दाबाद, भारतीय विस्तारवाद मुर्दाबाद भनेर चाहिँ हिजो गाउँमा चाहिँ पर्खालमा भित्तामा त्यो लेखेर हिँडेको अझै पनि छ, कतै मेटिएको छैन भनेपछि। अनि त्यसरी अमेरिकन साम्राज्यवाद मुर्दाबाद भन्ने मान्छेले कार्यकर्तालाई रोडमा उतारेर उफार्नु लगाउने, आफू चाहिँ व्याख्यात्मक घोषणा पत्र भने जनताको आँखामा छारो हालेर व्याख्यात्मक घोषणा पत्रको आधारमा चाहिँ एमसिसी चाहिँ पास गर्छौँ हामी भनेर चाहिँ उसले एमसिसी अब ठुलो भूमिका खेल्यो नि त उसले, माओवादीले। भनेपछि इन्डियासँग सुरुयुक्त लड्ने विस्तारवाद मुर्दाबाद भन्ने मान्छेले जहिले पनि नरेन्द्र मोदीको खुट्टा समात्न जान्छ। भनेपछि त यिनीहरू त इन्डियाले तयार गरेको इन्डियाको कार्यकर्ता हो नि त, नेपाली जनताको कार्यकर्ता होइन, नेपाली नेता होइन यिनीहरू त। भनेपछि त यहाँ कसलाई विश्वास गर्ने? काङ्ग्रेसले पनि त्यही गर्यो, माओवादी एमाले पनि त्यही मिलेर त्यस्तै गरियो हो। अब त्यो अर्को भ्रष्टाचारको काण्डहरू त सबैलाई थाहा भएको कुरा हो। भनेपछि माओवादी पनि त्यही देङ्गो। भनेपछि यी राजनीतिक 3 दलले नेपाली काङ्ग्रेस, माओवादी, एमाले देश र जनतालाई माया नगरेको कारण, यिनीहरूले राष्ट्रघातीहरू सन्धिहरू गर्दै गएको कारण अहिले चाहिँ हर्क सम्बाङ, गोपी हमाल र बालेन जस्ता व्यक्ति जन्मिएको र यस्ता व्यक्तिहरू 75वटै जिल्लामा जन्मिएर अब हामीले नै चुनाव लड्नुपर्छ, 84मा हामी नै जित्नुपर्छ र हामीले चाहिँ 2/3 बहुमत ल्याएर अनि त्यसपछि चाहिँ देशमा कस्तो किसिमको शासनकाल स्थापना गर्ने हो भन्ने कुरामा चाहिँ तपाईँ हामी नै अलिकति अगाडि बढ्नुपर्छ। अनि मात्र देश र जनताले सही नेतृत्व पाउँछ, नत्र भने सही नेतृत्व पाउन सक्दैन। जनता पनि सचेत हुनुपर्छ। जुन अब रक्सी, मासु, चिउरामा चाहिँ भोट दिने, आफ्नो अमूल्य भोट दिनु हुँदैन भन्ने चाहिँ मेरो विचार हो। र यो कुरामा तपाईँहरूले यति सहमत छ भने कस्तो लाग्यो? मैले बोलेको कुरा ठिक छ कि छैन?
अथवा चाहिँ खराब छ तपाईँहरूले कमेन्ट लेखेर एकचोटि देखाइदिनु नि त म अब मेरो शब्द यहीँ टुङ्गाउँछु धन्यवाद फार्मर जी एकदम 200% राइट सबैले